नमस्कार साथीहरू, स्वागत छ हाम्रो यस बीबीएस पढ्ने घरमा। हामी पनि आज उपस्थित भइसकेका छौँ तपाईहरूको माझमा यो बिजनेस लको बीबीएस थर्ड इयर अन्तर्गतको बिजनेस ल भन्ने विषयको फर्स्ट च्याप्टर यानि कि इन्ट्रोडक्सन टु ल एन्ड बिजनेस ल यानि कि कानुन र व्यावसायिक कानुनको परिचय भन्ने टपिकमा गइरहेका छौँ र हामीले यसमा विभिन्न कानुन भनेको के हो, व्यावसायिक कानुन भनेको के हो, यसका विशेषताहरू, त्यसै गरी हाम्रो कानुनहरू चाहिँ स्रोतहरू, अब कुन कुन स्रोतहरूबाट कानुन जन्मिन्छन् यानि कि बन्दछन्, त्यसलाई हामी कानुनका स्रोतहरू भन्दछौँ। त्यो विषयमा हामी अध्ययन गर्नेछौँ। ओके साथीहरू, फर्स्ट अफ अल तपाईँहरू देखिसक्नु भएको छ कानुन। कानुन भनेको के हो? हामी पहिल्यैदेखि सुनेर आइरहेका छौँ। कानुन भनेको राज्यले बनाएको एउटा सबैले मान्नै पर्ने के हो त? नियम हो है त। त्यसलाई हामी कानुन भन्दछौँ र हामीले यसलाई विस्तृत रूपमा अध्ययन गर्दै गर्दाखेरि यसलाई हेरौँ है त। मानवीय व्यवहारहरूलाई व्यवस्थित गर्नका लागि राज्यद्वारा लागू गरिएका नियमहरूलाई कानुन भनिन्छ। के अरे? मानवीय व्यवहारहरूलाई व्यवस्थित गर्नका लागि है। यदि कानुन भएन भने मान्छेले त जेसुकै काम गर्न सक्दछ नि त, चोरी डकैतीहरू गर्न सक्दछ। यदि कानुन छ भनेपछि थाहा भयो भने त उसलाई डर भएर पनि त्यो काम चाहिँ गर्दैन हैन, इलिगल कामहरू गर्दैन। त्यही भएर कानुन बनिएको हो। ओके, अब हामीले हुकरका अनुसार कानुन भनेको के हो त्यो पनि बुझ्छौँ है। कानुन एक प्रकारको नियम वा सिद्धान्त हो जसद्वारा कार्यहरूलाई बाँधिएको हुन्छ। हो, कानुन एउटा नियम वा सिद्धान्त हो र जसद्वारा कामहरूलाई चाहिँ बाँधेर राखिएको हुन्छ है। र हामी अर्को भन्नुपर्दा कानुन सरी साथीहरू, कानुन शक्तिवान भन्दा पनि शक्तिशाली र बलवान भन्दा पनि बलशाली हुन्छ। त्यसैले कानुनलाई वेदमा राजाको पनि राजा भनिएको छ। के अरे? कानुन शक्तिवान भन्दा पनि शक्तिशाली र बलवान भन्दा पनि बलशाली हुने भएकोले कानुनलाई के भनिएको छ त? वेदमा राजाको पनि राजा भनिएको छ। अब हामी यो जानिसकेपछि हामी के पढ्छौँ त? कानुनका विशेषताहरू के हो हैन, क्यारेक्टरिस्टिक्स अफ ल। कानुनका विशेषताहरू हामीले आधा आधी कुराहरू कानुनका परिभाषाबाट मिलाएर पनि लेख्न सक्छौँ है। यस्ता विशेषताहरू चाहिँ कानुन के रहेछ त? अब हामीले यसलाई केलाएर हेर्दाखेरि हेरौँ है। कानुनका विशेषताहरू के रहेका छन्? कानुन एक नियम हो। कानुन एउटा के रहेछ त? नियम हो। त्यही भएर त हामीले चाहिँ नियमको पालना गर्नुपर्छ, नियमको उल्लङ्घन गर्नु हुँदैन हैन। अब विभिन्न प्रकारका व्यावसायिक कारोबारहरू गर्दै गर्दाखेरि मन लागि कामहरू गर्न थाल्यो भने त कालोबजारीहरू गर्न पनि सक्छ हैन। त्यस्तो गर्न थाल्यो भने त के हुन्छ त? त्यसलाई चाहिँ कारबाही हुन सक्छ। नाइ भने त जे पाए त्यही गर्न सक्छ नि त। एउटा नियम भयो भने कमसेकम त्यो नियमको परिधिभित्र रहेर बल्ल काम गर्छ। हो, त्यही भएर कानुन के रहेछ त? कानुन एक नियम हो, नियम रहेछ है कानुन भनेको। ओके साथीहरू, अब दोस्रो बुँदामा के रहेको छ? यो चेतनशील मानिसको बाह्य कार्यको नियम हो। के अरे साथीहरू? चेतनशील भनेको विवेकशील मानिसको है, जो विवेकशील छ त्यसको बाह्य कार्यको नियम हो। यदि विवेकशील छैन भनेपछि उसले सोच्न सक्ने क्यापेसिटी यानि कि के गलत हो के सही हो छुट्याउन सक्दैन भने उसलाई कानुन के हो त? छैन भन्ने बराबरको हुन सक्दछ। त्यही भएर कानुन चाहिँ चेतनशील मानिसको बाह्य कार्यको नियम रहेछ है साथीहरू। ओके, अर्को के छ पोइन्ट? कानुनलाई राज्यद्वारा निर्माण वा जारी गरिन्छ। कानुनलाई के गरेको हुन्छ अरे? राज्यद्वारा निर्माण वा जारी गरिन्छ। पहिलाका हाम्रा बाजेहरू यानि कि बुबाहरूको पालामा के भएको थियो? कानुन नबन्दाखेरि एउटा धर्मलाई पाप गर्यो भने चाहिँ के हुन्छ त? नर्कमा पुगिन्छ र धर्म गर्यो भने चाहिँ स्वर्गमा पुगिन्छ भन्ने हेतुले एउटा कानुनको रूपमा त्यसरी गरिएको थियो र हैन। हो, त्यस्तै गर्दाखेरि अब पहिलाका मान्छेहरू डराउँथे, तर कानुन दिन प्रतिदिन मान्छेको चेतनशील मानिस हुँदै गर्दाखेरि अब कानुनले चाहिँ एउटा फरक बाटो लियो क्या साथीहरू, यानि कि कडा गरियो। कडा गरिएन भने त के हुनसक्छ त? हाम्रो ज्यान पनि जोखिम हुन सक्छ। र हामीले यो बिजनेस ल पढ्दै गर्दाखेरि व्यवसायिक कानुनमा विशेष गरेर हेर्दाखेरि व्यवसायिक कानुन धरापमा पर्न सक्छ। त्यसैले यो जो पाए त्यहीले ननिर्माण गरेर कसले गर्दो रहेछ त साथीहरू? कानुनलाई राज्यले गर्दो रहेछ। देशको जुन सर्वोच्च निकायमा बस्ने व्यक्तिहरू हुनुहुन्छ उहाँले गर्नुहुन्छ है त।
र हाम्रो बुँदा अर्को के रहेको छ, कानुन दण्डद्वारा समर्पित भई लागू हुन्छ। कानुन चाहिँ दण्डद्वारा समर्पित भई लागू हुन्छ है। र अर्को के छ पोइन्ट, 5औं पोइन्टमा रहेको छ, कानुनले सबैलाई समान व्यवहार गर्दछ। कानुन चाहिँ यो तल्लो जातिको, यो माथिल्लो जातिको, यानि कि यसले चाहिँ यो कालो छ, यो गोरो छ, होइन, यो धनी छ, यो गरिब छ भनेर हेर्दैन के साथीहरू। कानुनले चाहिँ सबैलाई समान व्यवहार गर्दछ। बुझ्नुभयो? कानुन यदि भएन भने त गरिब दुखी धनी गरी सबैलाई के हुन्छ त इक्वल टु रूपमा हुने गर्दछ है। र कानुन व्यापक प्रकृतिको हुन्छ। अर्को के बुँदा रहेको छ, कानुन व्यापक प्रकृतिको हुन्छ। कानुनको एउटा हाँगो थोरै मात्र नभएर कानुन बृहत रूपमा फैलिएको हुन्छ है साथीहरू। बुझ्नुभयो नि? एउटा मात्र कानुन नभएर, जस्तै अब व्यावसायिक कानुनहरू भयो, होइन, देवानी कानुनहरू भयो, फौजदारी कानुनहरू भयो, यिनी फरक फरक कानुनहरू हुने गर्दछन् नि त। हो, त्यसलाई हामीले एउटा मात्र एङ्गलबाट नहेरेर फरक फरक एङ्गलबाट हेर्दछौँ, यानि कि यसको क्षेत्रहरू, आयामहरू धेरै हुन्छ। त्यही भएर कानुन एउटा व्यापक प्रकृतिको हुन्छ। र जतिसुकै कुरा हामीले गर्दै गर्दा कानुनको एउटा मात्रै उद्देश्य त के रहेछ साथीहरू? न्याय प्रदान गर्नु रहेछ, होइन नि? हो कि होइन? हो, न्याय प्रदान गर्नु। जो चाहिँ अन्यायमा परेको छ त्यसलाई चाहिँ हामीले न्याय दिने, यानि कि देवानी संहिता 2074 को पालना गरेर हुन्छ कि होइन, अनि कि नेपालको संविधानको पालना गरेर हुन्छ, चाहिँ हामीले एउटा न्याय दिने चाहिँ काम गर्दछौँ। ओके, अब हामीले दुईटा पढिसक्यौँ है साथीहरू। कानुन भनेको के हो, कानुनका चाहिँ विशेषताहरू के हुन् भनेर पढिसक्यौँ। अब हामी जम्प हुन्छौँ कानुनका स्रोतहरू। यो च्याप्टर एकदमै इम्पोर्टेन्ट, एकदमै भेरी 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 इम्पोर्टेन्ट। 10 मार्क्सको आउनेवाला चाहिँ कानुनको स्रोतहरू है त साथीहरू, सोर्सेस अफ ल। कानुनको स्रोतहरू दुई प्रकारका, विशेष गरी दुई प्रकारका हुने गर्दछन्। कानुनको बाध्यात्मक स्रोतहरू र के हुने गर्दछ, अनुज्ञात्मक स्रोतहरू, यानि कि इङ्ग्लिसमा भन्नुपर्दा बाइन्डिङ सोर्सेस अफ ल एन्ड पर्सुएसिभ सोर्सेस अफ ल। र हामीले कानुनको बाध्यात्मक स्रोतहरूमा अध्ययन गर्दै गर्दा फर्स्टमा रहेको छ विधायन। विधायन चाहिँ सर्वोच्च निकायद्वारा बनाइएको एउटा नियम हो है साथीहरू। त्यसै गरी छ नजिर। नजिर पनि अदालतबाट बनाइएको जुन एउटा कानुन हो, त्यो कानुनको बाध्यात्मक स्रोतभित्र पर्दछ। विधायन भयो, नजिर भयो, त्यसै गरी प्रथा वा परम्परा छ अर्को। पहिलेका मान्छेहरू, अघि मैले भने नि साथीहरू, कानुन नबन्दाखेरि एउटा धर्मलाई कानुनको रूपमा लिएका थिए है। त्यति बेला चाहिँ पाप के हो, धर्म के हो भनेर चाहिँ, पाप गरे चाहिँ नर्कमा पुगिन्छ र धर्म गरे स्वर्गमा पुगिन्छ भनेर त्यसरी विश्वास गरिन्थ्यो र कानुन त्यसलाई नै मानिएको थियो है त। त्यसै गरी कानुनको बाध्यात्मक, यानि कि जसरी भए पनि बाध्यात्मक रूपमा पालना गर्नै पर्ने स्रोतहरू भनौँ न साथीहरू। अनि अर्को के छ, करार वा सम्झौता, सन्धि वा अभिसन्धि। अर्को के रहेको छ, सन्धि वा अभिसन्धि। विभिन्न देशहरू बीच करार हुन सक्छ होइन। जस्तै पहिलाका थियो नि सुगौली सन्धिहरू होइन, बेत्रावती सन्धिहरू। यो पक्कै पनि लोकसेवा पढ्ने साथीहरूले थाहा पाउनु भएकै कुरा होला होइन। यसमा धेरै कुरा गर्नुपर्छ जस्तो मलाई लाग्दैन। कानुनको बाध्यात्मक स्रोतहरूभित्र के रहेका छन् एकचोटि सर हेरौँ है साथीहरू। विधायन, नजिर, प्रथा वा परम्परा, करार वा सम्झौता, सन्धि वा अभिसन्धि। र कानुनको बाध्यात्मक स्रोतहरू अध्ययन गर्दै गर्दा अब हामी के पढ्छौँ साथीहरू, कानुनको अनुज्ञात्मक स्रोतहरू, पर्सुएसिभ सोर्सेस अफ ल। यसमा के रहेको छ, पहिलो बुँदामा विदेशी कानुनहरू जुन विदेशद्वारा बनाइएका हुन्छ नि, कम्पनी कानुनहरू, कम्पनी ऐन 2063 हुने गर्छन् होइन। विदेशका थुप्रै कानुनहरू हुन्छन् नि, हो, मल्टिनेसनल कम्पनीबाट जुन सामानहरू आयात निर्यात, यानि कि तिनीहरू बिचमा अन्तर्क्रियात्मक रूपमा व्यवसाय गर्दै गर्दाखेरि हामीले कानुनको विदेशी कानुनहरू पनि पालना गर्नुपर्छ होइन। यदि विदेशी कानुन चाहिँ मल्टिनेसनल कम्पनीको छ भने नेपालमा केही बिजनेस खोल्दै गर्दाखेरि नेपालको कानुन पनि त मान्न पर्यो नि उहाँहरूले, हो कि होइन साथीहरू। विदेशी कानुन। र अर्को के रहेको छ, विदेशी अदालतका निर्णयहरू। विदेशी अदालतका निर्णयहरू है। विदेशी अदालतबाट पनि कानुनको जन्म हुने गर्दछ होइन। कानुन चाहिँ बन्दछ, त्यसैले चाहिँ यो चाहिँ अनुज्ञात्मक स्रोतहरूभित्र पर्दछ। र अर्को के छ, विद्वानका विचारहरू
हरेक ठाउँहरूमा विभिन्न प्रकारका त्यस विषयमा अध्ययन गरेका दिग्गज व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ विद्वान विचार भनिन्छ र विद्वानका विचारहरू पनि के हुन्छ त अन्वयनात्मक स्रोतहरू हुनेछ कानुनको। र अर्को हुन्छ पाठ्य पुस्तक तथा पत्र पत्रिकाहरू। के हुने गर्छ? पाठ्य पुस्तक पत्र पत्रिकाहरू। नैतिकहरूको गर्दाखेरि हामीले आचरणहरू चाहिँ एकदमै गर्नुपर्छ के साथीहरू, बुझ्नुभयो? र एउटा डिसिप्लिन रूपमा बस्यौँ भने पक्कै पनि हामी एउटा सफलतातिर लम्किन्छौँ होला जस्तो मलाई लाग्छ र तपाईँहरूलाई पनि लाग्छ होला। ओके, अर्को पोइन्ट के रहेको छ? धार्मिक ग्रन्थहरू। धार्मिक ग्रन्थहरू हुन्छ नि, गीता, भागवत, होइन? हाम्रो नेपालका अब थुप्रै धर्महरू जन्मको विकसित हुँदैछ। अब हिन्दू धर्महरूमा हामीले विशेष कुरा गर्दै गर्दाखेरि भागवतहरू, होइन, गीताहरू, रामायणहरू यिनीहरू चाहिँ हुने गर्छन्। अब हामी के पढ्यौँ साथीहरू? कानुनका स्रोतहरू के अनुनयात्मक स्रोतहरूभित्र विदेशी कानुनहरू, विदेशी अदालतका निर्णयहरू, विद्वानका विचारहरू, पाठ्य पुस्तक तथा पत्र पत्रिकाहरू, नैतिक नियमहरू र धार्मिक ग्रन्थहरू। ओके, अब हामीले यो पढिसकेपछि हामीले यो च्याप्टरको अर्को महत्त्वपूर्ण टपिक्स यानि कि व्यावसायिक कानुन। हामीले फर्स्टमा कानुन भनेको के हो, कानुनको विशेषताहरू र कानुनका स्रोतहरूको बारेमा अध्ययन गऱ्यौँ। र साथीहरू, हामीले बिजनेस ल भन्ने च्याप्टर पढिसकेपछि अब हामीले बिजनेस ल के हो त भन्ने कुरा पनि बुझ्छौँ। सरसर्ती हामीले हेर्दै गर्दाखेरि व्यावसायिक गतिविधिहरूलाई नियमित यानि कि नियन्त्रण गर्नका लागि बनाइएका कानुनहरूलाई व्यवसायिक कानुन भनिन्छ। बुझ्नुभयो साथीहरू? नै भने व्यवसायमा त करारहरू गर्दाखेरि मनमानी तरिकाले हुनसक्छ। त्यही भएर कानुनलाई चाहिँ एउटा व्यवसाय गर्दाखेरि व्यवस्थित ढङ्गले गर्नका लागि कानुन बनाइएको हुन्छ, होइन? कोसँग कस्तो व्यवहार गर्ने, यदि चाहिँ सामानहरू हामीले किन्दाखेरि अथवा बेच्दाखेरि कुन कुन कुराहरू चाहिँ पालना गर्नुपर्छ, त्यस्ता कानुनहरू बनाइयो भने बल्ल त हाम्रो चाहिँ व्यवसाय गर्दाखेरि के हुन्छ, सहज हुन्छ। नै भने हामी व्यवसायबाट डुब्न पनि सक्छौँ, घाटा लाग्न सक्छ, टाट पल्टिन सक्छौँ, है साथीहरू? त्यही भएर हामी व्यवसाय भनेको एउटा कस्तो रहेछ त? बाघको मुखबाट पैसा निकाल्नु जस्तै रहेछ। नो रिस्क नो गेन। बुझ्नुभयो नि है साथीहरू? ओके, अब हामीले यसका विशेषताहरू हेर्छौँ है त। व्यावसायिक